हेलो सबैजना, हामीहरू चाहिँ आज बिन्दुको पोडकास्टमा छौँ। अहिले चाहिँ रातिको 2:21 भएको छ र हामी चाहिँ केही प्रश्न उत्तर गर्नेवाला छौँ। सुन्नु होला है त। ल ठिक छ, सुरुवात चाहिँ नि हामी आफैबाट गरौँ न त। आफूले आफूलाई इन्ट्रोड्युस गरौँ न त। यता हाम्रो सानो बहिनीबाट स्टार्ट गरौँ है त। हेलो, म चाहिँ विशाखा प्रधान। आज दिदीको पोडकास्टमा आउने मौका पाएँ। थ्याङ्क यू दिदी, मलाई इन्क्लुड गर्नुभएकोमा एकदमै रमाइलो लागिरहेछ। एन्ड मेरो इन्ट्रोडक्सन दिनुपर्दाखेरि चाहिँ म कपनबाट हो, अनि म चाहिँ एज अ सफ्टवेयर इन्जिनियर अहिले काम गरिरहेको छु कोटिबिटीमा। अनि हालै त्यही सिलसिलामा बिन्दु दिदीलाई पनि मैले भेटेको हो। अनि मेरो आफ्नो पर्सनल हबीहरूको कुरा गर्ने हो भने चाहिँ मलाई स्विमिङ अनि आर्ट रिलेटेड कुराहरू गर्न मन लाग्छ। त्यति नै हो। ठिक छ, उसले कुनै एक्स्ट्रा प्रश्नको पनि उत्तर दिएको छ। अब यतातिर छ हामीहरूको छुट्टै प्रश्न थियो होइन। होइन, एबाउट योरसेल्फमा चाहिँ के भन्ने हो र? ल ठिक छ, अब हाम्रो यतापट्टि के भन्ने हो र भन्नु सोच्छु। ल ठिक छ, अब हामी यतापट्टि हाम्रो ठुल दिजुतिर जाऊँ न। दिजु प्लिज इन्ट्रोड्युस योरसेल्फ। हाई, म चाहिँ पुष्पा ढुङ्गो। म चाहिँ यता सिफरमा बस्छु। सो म पनि एज अ सफ्टवेयर इन्जिनियर चाहिँ यता कोटिबिटीमा काम गर्ने। म आफैलाई पोडकास्ट गरेर हाँसो लागिरहेको ल। सरी, ल कन्टिन्यू। उता कोटिबिटीमै भेटेको मैले बिन्दुलाई। सो बिन्दुलाई वान अनि मलाई चाहिँ उसको अहिले पोडकास्टमा इन्क्लुड गरेकोमा थ्याङ्क यू। स्वागतम। र म चाहिँ हजुरहरू सबैको प्रस्तुता। नाम त सुनिसक्नुभयो, तर बिन्दे चाहिँ होइन, म चाहिँ बिन्दु कार्की है त। ल ठिक छ, हाम्रो प्रश्नोत्तर कन्टिन्यू गरौँ है त प्रश्नहरू। अब हाम्रो पहिलाको टेल अस अ लिटल अबाउट योर सेल्फ भन्ने त हाम्रो सक्यो होइन। सो अर्को प्रश्न रहेको छ, वाट डु यु इन्जोय डुइङ इन यर फ्री टाइम? मेरो त हबी नै आर्ट रिलेटेड कुरा भएकोले मलाई चाहिँ पेन्टिङहरू त्यस्तोहरू गर्न मन लाग्छ। अनि आई लाइक टु डु नथिङ इन माई फ्री टाइम। सुत्नु त मन लाग्छ होला नि त। नथिङ। सुत्दा पनि सुत्दैन। भेल्दै बस्न मन लाग्छ। नथिङ, डु नथिङ। इपिक लेभलको हबी रहेको छ हाम्रो पुष्पाजीको। र म चाहिँ नि सोच्नु त पर्दैन, धेरै त म मोबाइलमै भइरहेको हुन्छु, तर कहिले कहिले चाहिँ म क्रोसे पनि गर्छु है। ल अर्को प्रश्नमा जाऊँ है त। वाट वाज अ मेमोरेबल मोमेन्ट इन यर लाइफ? यो चाहिँ पुष्पालाई सोधौँ पहिला। वाट वाज मेमोरेबल भन्दा चाहिँ धेरै छन् मेमोरिजहरू। अब एउटै पर्टिकुलर भनेर चाहिँ अलिकति आएन। रिसेन्ट कुनै रिसेन्ट अहिलेको जस्तै कि अहिलेको भइरहेको पोडकास्ट चाहिँ नि एकदमै मेमोरेबल बन्न सक्ने चान्स छ होइन। त्यो चाहिँ आई विल अलवेज रिमेम्बर दिस। ल ठिक छ, अनि हाम्रो विशाखा बहिनीको? मेरो चाहिँ युजली प्यारेन्ट्सहरूसँग अनि एकदम मिल्ने फ्रेन्ड्सहरूसँग स्पेन्ड गरेको टाइमहरू चाहिँ एकदम मेमोरेबल लाग्छ मलाई चाहिँ। म चाहिँ एकदम छिटो भुल्छु होइन, मलाई अलिअलि निद्रा पनि लागिरहेको छ। बिकज इट्स अलरेडी 2 in the night। मलाई अब भोलिसम्म यो पोडकास्ट पनि याद हुन्छ कि हुँदैन चाहिँ थाहा छैन। मेरो मेमोरेबल मोमेन्ट के थियो होला? रिसेन्टली चाहिँ हामी रिसेन्टको कुरा गरौँ है त। रिसेन्टली चाहिँ हामी सिक्लेस गएको थियौँ।
मलाई चाहिँ त्यो हिलो बाटोमा चाहिँ स्कुटी चलाएको चाहिँ एकदमै याद आइरहेको छ कि म चाहिँ कस्तो भन्दाखेरि स्कुटीमा चाहिँ स्कुटी चलाउँदाखेरि कि अगाडि सानो ढुङ्गा देख्यो भने पनि त्यो स्कुटी त्यो ढुङ्गाको माथिबाट लाँदा लड्छु भनेर डराउने मान्छे तर त्यो हिलो बाटो चलाएँ होइन त्यो चाहिँ नि यादगार थियो जे होस् ल हाम्रो प्रश्नलाई चाहिँ कन्टिन्यू गरौँ होइन वाट इज समथिङ यु लर्न रिसेन्टली ल विशाखा बहिनी टक लेस एन्ड डु मोर ओ माई हेभी दियो त केही भन्न चाहन्छौ कसरी सिक्यौ युजल्ली मैले आफ्नो प्रोफेसनल लाइफबाटै सिकेँ बडी बोलिङ भन्ने चाहिँ मान्छेले लाइटली लिँदो रहेछ अनि आफूले गरेको काम पनि अन्डर एस्टिमेट हुँदो रहेछ कि त्यस्तो पोकै गरेको जस्तो त्यो भयो भएको कारणले गर्दाखेरि चाहिँ स्पिक लेस बी प्रोफेसनल अनि डु मोर भन्छु म चाहिँ खतरा सिके तिमी खतरा प्रोफेसनल हुनु पऱ्यो होला मन पर्यो मलाई हाम्रो पुष्पा दिदीको मैले रिसेन्टली सिकेको चाहिँ यु निड टु लेट गो एभ्रिथिङ खतरा रातिको 3 बजेको फिलोसोफी छ हाम्रो यति मेरो दिमागमा चाहिँ वाट इज समथिङ यु लर्न रिसेन्टली भन्दाखेरि क्रोसे आइरहेको थियो मलाई गाह्रो भयो के फिलोसोफी दिउँ मैले के हानौँ प्रभु हेल्प स्टे सिङ्गल give something to give some downloading my brain के भन्नु मलाई फिलोसोफी आउनु मैले क्रोसे सिकेँ हजुर रिसेन्टली ए अनि हिलो बाटोमा ओह्रालीमा मेरो ओह्रालीमा सातो जान्छ सातो पनि चलाएँ स्कुटर चलाउन अलिकति सिकेँ कति भन्दाखेरि 10% 15% जति चाहिँ डर अलिकति कम भयो ल ठिक छ है त फेरि क्वेसनमा म कन्टिन्यू गर्न चाहेँ इफ यु कुड ट्राभल एनिवेयर वेयर वुड यु गो कसले भन्छ त जसलाई भन्नुहुन्छ ट्राभल फर फ्री फ्री त केही छैन ट्राभल गर्ने संसारमा। मौका पायो भने कुन चाहिँ प्लेस फ्री कुछ नहीं मिलता बहन एनिवे यसको एनिवेयर र नथिङ मात्र आउनु भयो बिकज ट्राभल गर्न पाउनु नै पनि इट्स अ बिग डिल इट्स अ लग्जरी भने जस्तो भयो हाउसवाइफ भएर मेबी ला मैले पोक त गरिरहेको तिम्रो कुराले चाहिँ मलाई लास्टै पोक गर्थ्यो अघि थोरै बोल भन्ने मलाई मबाट नभएर मैले धेरै सुनेको थियो ल ठिक छ यो प्रश्न चाहिँ हाम्रो विशाखा बहिनीलाई पनि इफ यु कुड ट्राभल एनिवेयर वेयर वुड यु गो युरोप होला सायद युरोपको सबै कन्ट्री युरोप अमेरिका इटली फ्रान्स जापान चाइना सब ठाउँ जानु पायो भने तिमी फ्रान्स बागदार पनि गयो युरोपमै त पर्छ नि। बागदार गयो सिलगढी गयो फर्स्ट थिङ त नेपालमै ट्राभल गर्न धेरै ठाउँ भएको छ मलाई चाहिँ नेपालमा होइन मेरो चाहिँ नेपालमा एउटा पनि नेपाल पनि विच कन्ट्री भनेको भएर चाहिँ नेपालको त्यो कन्ट्री चाहिँ छैन वेयर इफ यु कुड ट्राभल एनिवेयर इन्डिया पनि थियो होला हौ मेरो लिस्टमा त इन्डिया इन्डिया पनि छ मेरो लिस्टमा चाहिँ केरला मलाई चाहिँ एकदमै जानु मन भएको ठाउँ तर कहिले जान्छ थाहा छैन यो लाइफटाइममा जान्छ कि जानु थाहा छैन माइन्ड के त्यो हुन्छ नि बिचेस फर्स्ट थिङ त बिचै छ दिमागमा सो म चाहिँ पुगेँ थ्याङ्कफुल्ली नि त भएको छ वाट इज युर फेभरेट मुभी अर सङ रे नट स्पेसिफिक एनिथिङ भन्ला जस्तो छ नट स्पेसिफिक यसो भन्नु नि त जे आउँछ मजाले पचाउँछ है तिम्रो दिमागले आजकल त्यो उनी हुँदैन कि त्यो म पनि सर्टेन एजमा गएर यस्तै हुन्छ क्या एकदम लाइफमा एकदम I want बुढी to- फिल भयो I want to नभन्नु chill. बहिनी चिल भन्ने क्या आई वान्ट टु डु नथिङ एन्ड जस्ट चिल गीत पनि म जस्तो पनि सुनिदिन्छु यस आकाशैमा चिल्लाउन भन न मेरो माया छ छैन भन न ऐसे लुक्कपात बोल न बोलिदिइहाल
इन्स्टाग्राममा है त के थियो अरे क्वेसन कहाँ थियो अरे वाट इज यर फेभरेट मुभीहरूसँग होइन मेरो चाहिँ कति धेरै मुभी फेभरेट हुन्थ्यो कि मेरो चाहिँ धेरै जस्तो रोमान्टिक मुभी हुन्थ्यो होइन सानोमा हेर्थेँ कि मैले movie nowadays. I like to laugh. सानोमा चाहिँ मलाई दिल समथिङ भन्ने त्यो तुषार कपुर र एउटा त्यो इन्डियन सिरियलको केटी थियो कि ये दिल हो क्या त्यो चाहिँ एकदम मन पर्थ्यो होइन त्यहाँपछि होसाना भन्ने त्यो मुभीले चाहिँ केरेला जुन तरिकाले पोर्ट्रे गर्यो नि त्यसले गर्दाखेरि होइन केरेला जान मन लागेको चाहिँ अनि गीतहरू त Romantic movies are just it's not बचिरमा के realistic. के अरे त्यो अहिलेको त्यो गीत पनि मलाई राम्रो लाग्छ ल ठिक छ अर्को मलाई पनि क्वेसन सक्नु न मुभी छ तिमीले भर्खर भने होइन छैन कहाँ भन्नु मैले मलाई भनेन मैले भर्खर तिमीले भनेँ म भनिदिइहाल्छु मलाई उसमा fun fact सोध्नु भएन भन्नु भने पनि मेरो फेभरेट सङ अहिले रिसेन्टली आतिफ अस्लामको आदत भन्ने सङ बिस्तारै गर किनभने We are friends. We are Friends. sleeping. भोलि एचआरमा गएर कम्प्लेन हान्दिनँ नि त्यसो भने त्यसो गर्नु ल ठिक छ ल है त अर्को है त हाउ डिड यु स्टार्ट युर करियर अर कन्टेन्ट क्रिएसन ल को आन्सर गर्नु म गरिदिउँ It's you. ए मेरो त कडा छ यार कन्टेन्ट क्रिएसन चाहिँ नि मलाई चाहिँ खासमा चाहिँ एकदम क्यामेरा साइड पर्छ हो आफ्नै मोबाइलमा फोटो खिच्न पनि मलाई वर्षौँ लाग्यो होइन मलाई चाहिँ क्यामेरामा फोटो खिच्न अरूको क्यामेरामा फोटो खिच्न म कम्फर्टेबल भएको भने चाहिँ ब्याचलरको थर्ड इयरमा हामी टुर गएको थियौँ होइन यति रमाइलो भएको थियो कि म क्यामेरा साई छु भन्ने बिर्सेछु क्या मैले त्यहाँबाट त्यो चाहिँ मेरो फर्स्ट फोटो खिचेको नत्र मुख ढाकेको भिडियोहरूमा स्कुलको भिडियोहरू फोटोहरूमा त्यस्तै हुन्थ्यो होइन त्यो चाहिँ मेरो फर्स्ट थियो अनि म यो लकडाउनसम्म पनि मलाई यो टिकटकहरू त डब स्म्यास भन्नुहुन्थ्यो कि पहिला अनि हामी होस्टेलमा बस्थ्यौँ होइन त्यो होस्टेलमा बस्दाखेरि त्यो होस्टेलमा बससँगैकै रुम पार्टनरलाई मलाई त्यो क्रिन्ज भएर कि उसलाई बाहिर पठाएर मैले लिपसिङ गर्दाखेरि पनि म क्रिन्ज चाहिँ धन्न मरिनु मैले त भिडियो बनाउनु नसकिनँ कि मैले कहिले इमेजिन नै गर्दिनँ अहिले यो क्यामेरा अगाडि चाहिँ यति कम्फर्टेबल भएर बोल्छु कि मेरो क्यामेरामा जहिले पनि टेप लाग्थ्यो कि त्यो ल्यापटपहरूमा घरमा त्यो कामै गर्न सक्थेन कि म त्यो क्यामेरा अगाडि भएर त्यस्तो मान्छे होइन अहिले यहाँ पोडकास्ट दिइरहेको छु कि म क्यामेरा अगाडि बस्छु दिनको 3 र 4 टिकटक आउँछ क्या फेरि जस अनि तर कन्टेन्ट क्रिएसन चाहिँ मलाई फोटो भिडियो चाहिँ खिच्न एकदम मनपर्छ होइन मैले कन्टेन्ट क्रिएसन स्टार्ट गरेको चाहिँ अब मलाई 9 to 5 ले सक्दिनँ पैसा कन्टेन्ट क्रिएटरले ट्याप गर्नुहोस् भनेर घर किन्यो भन्दाखेरि चाहिँ मलाई लास्ट रिग्रेट भयो थियो होइन त्यो कन्टेन्ट क्रिएसनमा के हुन्छ कि भनेर आएको एडिट गर्ने छैन केही छैन न कन्टेन्ट क्रिएसन भइरहेछ अब हेरौँ त्यसरी चाहिँ मेरो सुरुवात भयो अब कोही How did you start into content creation? it asks about career कसरी आउनु भयो पुष्पादी तपाईँ Actually, पानी है गाइस पोडकास्ट सुन्नु होला म निन्द्राले जाको पुष्पादी अलिकति क्यामेरामा आउनु भएन आइदु न आइदु मैले चाहिँ अघि मैले चाहिँ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ गरेको आइटी ब्याकग्राउन्डको मान्छे पनि होइन खासमा सो आई स्टार्टेड माई करियर त्यो चाहिँ मैले मेरो हस्बेन्डको थ्रुबाट हो किनकि उहाँ चाहिँ कम्प्युटर इन्जिनियर हुनुहुन्थ्यो सो आई स्टार्टेड वर्किङ इन आइटी विथ हिम भन्दा पनि भनेपछि त उहाँले गरेर लभ म्यारेज हो तपाईँको प्रश्न त अनि यो प्रश्न त म सोध्ने हो अनि पहिला गर्लफ्रेन्ड बोयफ्रेन्ड हुँदादेखि नै करियर त बिहेपछि सुरु भयो होइन होला नि त होइन मेरो करियर 2017मा स्टार्ट भएको एज अ क्युए सो भनेपछि माई हस्बेन्ड भनेर त नभन्दा हुन्छ माई बोयफ्रेन्ड हु इज नाउ माई हस्बेन्ड उहाँले चाहिँ मलाई इन्फ्लुएन्स गरेर चाहिँ म क्युएमा आएको भन्नु Start boyfriend and husband. ओके
करेक्सन ओ माई गॉड यतिको लकी चाहिँ हुनु पर्यो है बोयफ्रेन्ड ल्याएर त्यो ए, अहिले लकको सिनियर कुरा त्यो नगर। इन्जिनियर आमा लकको कुरा मान्छे त दुख्छ लकको कुरा गरौँ वाट डज अ नर्मल डे लुक लाइक फर यु यो त मलाई बोल्नै मन लाग्नु र पुलिस सुरु गर्छौँ भने हाउ डिड यु नर्मल डे भनेको चाहिँ मलाई एकदम प्रोडक्टिभ मैले केही गरेको छु भने चाहिँ त्यो चाहिँ मेरो लागि नर्मल डे हो मलाई कुनै पनि दिन सुतेर बिताउन मन लाग्दैन त्यो एबनर्मल लाग्छ मलाई अलिकति मलाई साह्रै मलाई नर्मल मेरो दिन भनेकै नथिङ गर्नेलाई त केही भन्थ्यो मेरो एउटा चेकलिस्ट चाहिँ त्यो हुनु पऱ्यो कि मेरो नर्मल डे भनेको भनेको आनन्दले बिहान उठ्ने विदाउट एनी डिस्टर्बेसन कि ए उठ एकै त्यस्तो होइन आनन्दले आफ्नो मर्जी तर यो आफ्नो पोडकास्टबाट थाहा छ अडियन्सहरूलाई चाहिँ के फिल हुन्छ भन्दाखेरि यहाँ 3टा टाइपको एक्सपिरियन्स भइसकेको मान्छेहरू छ त एउटा जसलाई चाहिँ time के गर्ने इच्छा एउटा होइन फेरि पिच होइन, भयो यार मलाई होइन दिदी एउटा मान्छे जसलाई चाहिँ स्टिल लाइफमा कति धेरै कुरा गर्न पर्ने बाँकी छ जस्तो फिल भएर एकदम उसले रस गरिरहेको छ होइन अनि एकजना चाहिँ कस्तो भन्दाखेरि उसले लाइफ एउटा लेभलसम्म भोगिसक्यो अब सी जस्ट वान टु के चिल अनि त्यस पछाडि लिभर लाइफ त्यस्तो खालको के त्यो पनि सर्टेन पोइन्ट यार जस तपाईँको जस्तो लाइफ म कहिले त्यो कहिले पुग्छु त्यहाँ कहिले पुग्छु म त्यो लेभल तिम्रो धेरै normal छिटो day। पुग्यो। छिटो होइन, बिग्रियो। के गर्न मेरो नर्मल डे भनेको चाहिँ आनन्दले बिहानसम्म सुत्ने आफ्नो टाइममा उठ्ने अनि त्यसपछि डु वाट एभर यु वान अनि केही नगर्ने भन्दा पनि जस्ट कसैले पकाएर दियोस् मलाई feel हुन्छ। ल ठिक जस्ट छ। आनन्दले त्यो रिल्याक्स गरेर तपाईँको चाहिँ नम्बर तपाईँको मेरो मेरो एकदम नर्मल डे भनेको म चाहिँ नि आफूलाई म भोलिदेखि त लास्ट डे सुत्छु बिहान उठ्छु मर्निङ वक जान्छु भने 4:30 बजेको अलार्म लगाएर 10 बजे उठ्छु द्याट इज माई नर्मल डे 10 बजे उठ्छु खाना बनाउँछु भने चाहिँ कि त खाना बनाउँछु नत्र भने अफिसमै गएर खान्छु बाहिरको खाँदिनँ भन्छु बिर्सिहाल्छु घरबाट ननभेज खान्न म भनेर कहाँ हुन्छु कति बेला त्यो चिकन टिपेर मुखमा जान्छ याद हुँदैन ठिकै हो बिन्दास ए, बिन्दास हो कि के दास हो मलाई थाहा छैन दासी चाहिँ फिल हुन्छ यार होइन खान सक्ने बडीले शरीरको दास त पचाउँछ हो नि। खान सक्छ भने खाइदिने हो दुईजनाले दुईटा साइडमा बसेर फिलोसफी देखाउनु मलाई एउटा बुद्धि छ भन्दा एउटा फुच्ची छ म भन्दा फिलोसफी देखाउनु बहिनी मेरो दिमागले काम गर्दैन हेर राति 2:30 बजे रङ पर्सन चुज गरेर क्वेसन गर्न भनेर भइरहेको वाट डज ह्याप्पिनेस मिन्स टु यु यो साह्रै यसमा चाहिँ मलाई फिलोसफी दिनु मन लागेको ओके ह्याप्पिनेस भनेको चाहिँ केही पनि स्पेसिफिक हुँदो रहेनछ कि ह्याप्पिनेस भनेको चाहिँ नि एउटा त्यो सन्तोष रहेछ क्या कुन चाहिँ सन्तोष सन्तोष भनेपछि बिन्दु दिदीको आँखा सन्तोष दिमा छ सन्तोषजी यहाँ तपाईँ यो के पोडकास्ट भन्छ मेरो दिमाग चलिरहेको यदि सन्तोषजी तपाईँ यो कन्टेन्टमेन्ट भन्छ होला यदि तपाईँ यो पोडकास्ट हेर्दै नै हुन्छ भने प्लिज बिन्दु दिदीलाई कन्ट्याक्ट गर्नुहोस् होला उहाँ सन्तोषको खोजीमा हुनुहुन्छ जे होस् होइन त्यो मैले अब देशमा दिएँ होइन तर मलाई चाहिँ त्यस्तो लाग्छ कि किनभने अब हेऱ्यो भने होइन मान्छेहरू अब हामी भनेको अहिले जति पनि रस गरिन्छ त्यो भनेको एउटा त्यो पैसाको लागि होइन तर अब इन्डिरेक्टली भन्दाखेरि चाहिँ पैसाको लागि हो तर पैसा भनेको चाहिँ अहिलेको टाइममा हेर्दाखेरिको तिम्रो एउटा सेटलमेन्ट भन्छौ होइन वा के भन्छौ नि तिमीलाई जे अब जस्तै मलाई चाहिँ एउटा घर भयो भने चाहिँ म सन्तोषी हुन्थेँ भन्यो त्यसको लागि पैसा चाहियो होइन सबैको लागि कि हामी रस गरेर हुन्छौँ कि तर हेऱ्यो भने मान्छेहरू पैसा नभइकन पनि कति खुसी भइरहेको हुन्छन् बाँचिरहेको हुन्छन् नि त आफू चाहिँ यदि थोरै छ तर त्यसमा पनि आफू खुसी छ भने चाहिँ उसलाई धेरै ठुलो कुराको आश छैन भने त्यो पछाडि नै भाग्दैन क्या ऊ चाहिँ आफ्नै सुरमा चाहिँ नि जिन्दगी हाँसी खुसी चाहिँ नि बिताइरहेको हुन्छ जस्तो चाहिँ मलाई लाग्छ नि
जस्ट इन थ्योरी मैले मेरो लाइफमा अप्लाई चाहिँ गर्न गुड सकेँ थट हो कि त्यो, तर अहिले हाम्रो सिचुएसन, मेरो पर्सनल सिचुएसन चाहिँ के छ भन्दाखेरि अब पुग्दैन पैसाले। पैसाले नपुग्नु भनेकै सन्तोष नभए हो नि त। तिमीलाई अब तिमीसँग अहिले छ क्या, तिमीसँग जस्तै मानौँ तिमीसँग त्यो चस्मा होइन, तर तिमीलाई कहीँ घुम्न जानु पऱ्यो भने होइन, चस्मा त छ नि त, तिमीलाई सनग्लास चाहिने भनेको के हो र, आँखालाई प्रोटेक्ट गर्न त हो नि होइन एउटा घामबाट। तर तिमीलाई त्यसले किन चाहिँ नि तिमीलाई सन्तोष भएन नि त, त्यसलाई होइन अर्को भयो भने त यो एङ्गलबाट फोटो खिच्दा राम्रो देखिन्थ्यो, यो चस्मा यो कपडासँग राम्रो देखिन्थ्यो, त्यही हो क्या सन्तोष नभएको क्या लास्टमा भनेको। ल गुड पोइन्ट, थ्याङ्क यू। मैले दिइदिएँ क्या, यो चाहिँ यिनीहरूले मलाई अघिदेखि यो फिलोसोफी चाहिँ- दिएको मैले एकैचोटिमा पेलिदिएँ जम्मै। यो चाहिँ आई अल्सो एग्री। होइन अब म ट्राई गर्छु। तर लास्टमा गएर ह्याप्पिनेस इज मनी है। यस्तो यस्तो छ फिलोसोफरहरू, सुरुमा चढाउने अनि सुरुमा चढाउने होइन, चढाउने उडाउने अनि घत्त पारेर। अब के गर्नु त के, अहिले मैले जति सन्तोष 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 भने मनी कान्ट बाई ह्याप्पिनेस होइन, बट मनी क्यान बाई द थिङ्स द्याट मेक्स यु ह्याप्पी क्या। त्यो चाहिँ 100% हो। किनकि हामी सानो सानो चिजमै खुसी हुने हो नि त। बरु तपाईँहरू यत्रो सिनियर भएर टिप्स चाहिँ दिनु न, पैसा Tips कसरी दिनु waiter कमाउने हो। हो, पैसा नपुग्यो प्लिज त्यो त्यसमा चाहिँ पैसा पैसा कसरी कमाउने रहेछ कि। थाहा भएको भए हामी तिमीसँग काम गरेर हुन्थ्यौँ मैले। पैसा नाइस पोइन्ट। कस्तो क्वेसन सोध्यो होला है। तँ के घोस्ने गरेर बुझ्नु त्यही पनि पोडकास्ट। पोडकास्ट पोस्ट हुने कि होइन। मलाई धेरै पोडकास्ट पोस्ट गऱ्यो भने पनि झ्याप भन्नु लानुहोस् ल के। अनि यहाँनिर एउटा कहाँ थियो कि वाट इज वान फन फ्याक्ट अबाउट यु भन्ने थियो कि, त्यो फन फ्याक्ट भनिदिउँ न त, मै भनिदिन्छु कि। खासमा मैले त्यो क्वेसन यहाँ कता देखेँ जस्तो ल लाग्यो होइन। तपाईँ भनिदिनु। मेरो फन फ्याक्ट भनेको चाहिँ होइन, म रक्सी खाँदाखेरि जति झ्याप हुन्छु नि त्यो भन्दा डबल ट्रिपल टाइम झ्याप चाहिँ मलाई निन्द्रा लागेपछि हुन्छु क्या म। साँच्ची डाँटेको होइन, यस्तो झ्याप हुन्छ होइन। म अहिले हेर न, म ट्याप्प भएन, म यस्तो झ्याप हुनुपर्छ, मैले थाहा पाउँदिनँ कि मैले आज कसैलाई गाली गरेँ भने भोलि थाहा पाउँदिनँ मैले गाली गरेँ भनेर। मैले कहिले बोलिरहेको नि याद हुँदैन होला त्यसो भए। मलाई याद हुँदैन, कति कुरा याद हुँदैन हो। मैले सपट के अरे निन्द्रा एकचोटि होइन के अरे पासवर्ड चाहिँ स्ट्रङ पासवर्ड राख्नुपर्छ भनेर के गरेछु भरे गएर कति बेला गएर सी ड्राइभमा गएर उनी डिलिट गरिदिन्छु के डिलिट गरिदिएँ होइन, पासवर्ड बिर्सिने यस्तो यस्तो त निन्द्राको तालमा गरेँ त। निन्द्राको तालमा गरेँ पासवर्ड बिर्सिने भन्दा मलाई एउटा जोक याद आयो। मेरो कुनै पनि आइडीको एउटै पासवर्ड छैन के, अनि चेन्ज पनि नगरे थुप्रै भएको छ। अनि ह्याकरले जुन दिन मेरो ह्याक गरेर फोन गर्छ नि, लाइक तपाईँको चाहिँ आइडी ह्याक भइसकेको छ भनेर, अनि म चाहिँ उसलाई थ्याङ्क यू भन्छु क्या, थ्याङ्क यू, तर प्लिज त्यो पासवर्ड चाहिँ के थियो मलाई भनिदिनुहोस् भनेर। मेरो त त्यस्तै हो भने। अनि तपाईँ खतरा ह्याकर रहेछु भन्छु, किनभने मैले आफ्नो आइडी अहिलेसम्म पासवर्ड पत्ता लगाउनु सकेको छैन। मेरो ह्याकरले पत्ता लगाइदिएर फोन गरेर भनिरहेको कि। ओइ यसमा भर्खरको के क्वेसन थियो तिमीले आन्सर गरिदिनु होइन। फन फ्याक्ट। फन फ्याक्ट ल, फन फ्याक्ट भन्नाले तपाईँ क्यामेरामा हुनुहुन्छ छैन। फन फ्याक्ट भन्नाले मैले म धक्काले जस्तो लाग्यो मैले पुष्पालाई। फन फ्याक्ट भन्नाले तिम्रो बारेमा चाहिँ नि एउटा यस्तो फन्नी कुरा के। I don't find myself funny. द्याट इज फन्नी। तिमी किन फन्नी नहुनु? फन्नी भन्दैन हौ दिदी, फन्नी भन्छ र। फन फ्याक्ट भन्नाले रमाइलो खालको कुरा के, तिम्रो लागि अनकन्भेन्सनल खालको होइन। जस्तै अब मैले भर्खर भनेँ नि, म चाहिँ नि निन्द्रा, किनभने मान्छेले त रक्सी खाँदा बढी झ्याप हुन्छ त, मलाई पनि रक्सी खाँदा चाहिँ मलाई याद हुन्छ क्या, मलाई त्यो त्यो बिचको मोमेन्ट चाहिँ होला होइन, त्यो याद हुन्छ कि त म फुल निन्द्राले झ्याप हुनुपर्छ। तपाईँको के हो Fun fact, त्यही फन्नीवाला, फन्नी भन्नुभएको थियो। I don't find myself funny when त्यही हो फन फ्याक्ट। I always find myself always in a serious situation and serious mood. त्यस्तो हुन्छ त्यस्तो हुन्छ र।
चिनै लाग्छ Usually. तिमी त। त्यसो भए त्यो फन फ्याक्ट रहेछ। हामीलाई चाहिँ फन्नी लाग्यो। त्यो रुनी होइन त्यो सेन्टी कुरा गर्ने होइन झ्याप भएर म निन्द्राले झ्याप पाएको छैन। ल है त ए तिमीले भन तिम्रो फन फ्याक्ट के हो? मेरो फन फ्याक्ट अँ, मेरो फन फ्याक्ट छैन होला त्यस्तो केही। म त जोकरै हो जस्तो लाउँछ कि यस्तो कुरामा त मेरो त फन फ्याक्ट हुन्छ। वेट गेन एकदम स्लो हुने होला मेरो फन फ्याक्ट। त्यो फन फ्याक्ट हो त्यो रिस उठ्यो यार म यहाँ पानी खायो भने मोटाउँछु म तिमी चाहिँ नि। सासले गऱ्यो भने मोटाउँछ है। त्यो के भन्छ त अब फन फ्याक्ट त त्यस्तो खासै केही छैन। यस्तो बोरिङ मान्छेहरू छैन। त्यो बोरिङ त्यही भएर त भने नि आई डोन्ट फाइन्ड माइसेल्फ फनी भनेर केही फन नै लाग्छ जस्तो लाग्दैन। ए मैले हात हेर्न सक्छु नि त्यही हो मेरो फन फ्याक्ट। हेर्दै नि त होइन त्यसलाई फन फ्याक्टै भन्छ नि होइन। स्किल हुन्छ फन फ्याक्ट अलि भन्नु द्याट्स नट फन। ओके ल ठिक छ लेट्स स्किप दिस क्वेसन किन छैन त भाइ। छैन त्यही भएर। हाउ डु यु ह्यान्डल स्ट्रेस? ओहो यो चाहिँ म भन्छु सुरुमा। म चाहिँ स्ट्रेस यति पनि ह्यान्डल गर्न सक्दिनँ। जब मलाई स्ट्रेस हुन्छ तब मैले फोन गर्छु। मेरो मिल्ने साथीहरू छन् 2-3 जना एकदम बेस्ट फ्रेन्ड्सहरू। सो मैले चाहिँ के गर्छु भने फोन गर्छु अनि त्यो स्ट्रेस उनीहरूलाई सुनाउँछु क्या। म एक्लै डिलै गर्न सक्दिनँ। म ह्यान्डल चाहिँ गर्न सक्दिनँ स्ट्रेस। सेम कुनै पनि स्ट्रेस केही पऱ्यो भने मेरो चाहिँ कस्तो हुन्छ बुढालाई नै बोक्ने मैले। सो मेरो चाहिँ स्ट्रेस हुने बित्तिकै आई बिकेम अ डिफ्रेन्ट पर्सनालिटी। तपाईँलाई अनि तपाईँले आफ्नो स्ट्रेस सुनाइसकेपछि हुन्छ भेनाजुले अनि तपाईँलाई म्याचुरली ह्यान्डल गर्नुहुन्छ त्यो कुरा। तपाईँ काम हुन्छ कहिले हुन्छ कहिले हुँदैन। सिचुएसन्स आर डिफ्रेन्ट। तर निकाल्ने ठाउँ चाहिँ त्यही हो मेरो चाहिँ। स्ट्रेस केही भयो भने आई त्यो म नि सक्दिनँ कि त्यो हुन्छ नि त्यो केही चिजको स्ट्रेस बाहिर भयो म पनि भने यस्तो मान्छेको खोजीमा छु। म स्ट्रेस भयो भने म ह्यान्डल गर्न सक्दिनँ भने नि उसले चाहिँ एकदम काम गर्न सकोस् क्या मलाई। म रङ छु भने रङ भन्नुहोस्, राइट छु भने राइट चाहिँ मलाई सच्याउन चाहिँ सच्याओस् तर ह्यान्डल चाहिँ गर्न सकोस्। म एटलिस्ट काम भएर सुत्न चाहिँ सकौँ कि स्ट्रेसमा सुत्नुभन्दा। त्यस्तो मान्छे कहाँ हो? स्ट्रेस रिलिफ गर्न स्ट्रेस एक्लैले ह्यान्डल गर्न अहिलेसम्म सिकेकै छैन। मैले त म सिकेको छु। मेरो त स्ट्रेसको पनि फेजेस हुन्छ होइन। फेजेस हुन्छ त्यो फेजेसमा चाहिँ कहिले अब कुन लेभलको स्ट्रेस हो भन्ने हुन्छ होइन। अब हर्मोनल स्ट्रेस हो कि साँच्चीकै स्ट्रेस हो होइन। हर्मोनल स्ट्रेस हुन्छ मैले रियलाइज गरेको ओभरथिङ्क गरेर के गरेर त्यो हर्मोनल सोचेर स्ट्रेस भनेको कस्तो? तिम्रो चाहिँ नि अब हर्मोन चाहिँ त्यो पिरियड हुन अगाडि चाहिँ हर्मोन चेन्ज हुन्छ कि त्यति बेला चाहिँ तिमी एकदम इमोसनल भएर ओभरथिङ्क गरेर सेल्फ हेट सब सुरु हुन्छ कि त्यति बेला चाहिँ मलाई चाहिँ हुन्छ कि मलाई चाहिँ रुनै पर्छ होइन। त्यही एउटा भयो होइन। अब अर्को एक्सपिरियन्स गर्छ भन्ने पनि छैन तर समटाइम्स हुन्छ त्यो भन्नाले पहिला मलाई त्यस्तो हुन्थेन आजकल चाहिँ हुन्छ होइन। एउटा सर्टेन एजपछि हुन्छ जस्तो फिल गराएको छु कि मैले पनि त्यो चाहिँ हर्मोनल चेन्ज पछि भनौँ न एज हर्मोनल तर फेरि स्ट्रेसले नै फेरि हर्मोनल चेन्ज पनि हुन्छ कि। अनि अरू भनेको चाहिँ म चाहिँ एकदम स्ट्रेस हिटर मेरो वेट गेनले नै देखिन्छ होला होइन। म चाहिँ के खानुपर्छ अनि कहिले चाहिँ नि स्ट्रेस इटिङ अनि त्यो त एकदम ब्याड हो दिदी। अब मेरो बानी भइसक्यो होइन। अब कहिले चाहिँ मलाई पहिला स्ट्रेस हुँदाखेरि चटपटे खानु पर्थ्यो। मेरो मुड हिल हुन्थ्यो कि त्यो बानी छुटाउनु पर्ने रहेछ त्यस्तो। त्यो राम्रो हो त राम्रो हो दिदी। म त खान्न भनेर कन्ट्रोल गरेर हाल्छु तर कति बेला खाइसक्छु थाहै पाउनु। कति बेला होइन म त रातिको 10-11 बजे भए पनि चटपटे बनाउँछु खान्छु अनि बल्ल सुत्छु नभए सुत्दै सक्दिनँ। स्टिल सक्दिनँ होइन त्यो बानी चाहिँ उयो गर्नु पर्यो राम्रो हजुर नानीदेखिको बानी